विद्यार्थीहरूको डेट अफ बर्थ दिएको छ। यो डेट अफ बर्थको आधारमा हामी विद्यार्थीको टोटल डेज र मन्थ पत्ता लगाउन गइरहेका छौँ डेटेड इफ फंक्सनको प्रयोगबाट। माथि 3वटा कलमहरू खाली दिएको छ र त्यो 3वटा खाली कलमको लागि आवश्यक पर्ने फर्मुला तल 3वटा रोमा राखिएको छ। यही फर्मुलालाई कपी पेस्ट गर्दै म माथि भ्यालु निकाल्न गइरहेको छु। ध्यान दिएर स्क्रिनतिर हेर्नु होला। टुडे फर्मुलालाई राइट क्लिक गरेर कपी गर्छु र D3 सेलमा कर्सर राखेर यो फर्मुलालाई पेस्ट गर्छु र टुडे भन्दा अगाडि बराबर लेखेर आजको डेट पत्ता लगाउँछु र अरु पनि सेलमा यो डेट फिलअप गर्नलाई राइट कर्नरमा सेलको राइट कर्नरमा कर्सर राखेर माउसलाई ड्र्याग गर्छु, डेट फिलअप हुन्छ। त्यसैगरी विद्यार्थीको टोटल डेज निकाल्नु छ। यहाँनिर कर्सर राख्नु भन्दा पहिला टोटल डे फर्मुलालाई राइट क्लिक गरेर कपी गर्छु। टोटल डेज अथवा D3 सेलमा कर्सर राखेर फर्मुला पेस्ट गर्छु। फर्मुला बार बक्समा क्लिक गरेर अगाडि बराबर लेखेर इन्टर हान्छु। यहाँ डेज पत्ता लागिसकेको छ। अब ड्र्याग गर्छु, अरु पनि सेलमा डाटा फिलअप हुन्छ। त्यसैगरी टोटल मन्थ निकाल्न गइरहेको छु। टोटल मन्थ निकाल्न फर्मुलालाई राइट क्लिक गर्छु, त्यसपछि कपी गर्छु, त्यसपछि टोटल डेजमा राइट क्लिक गरेर पेस्ट गर्छु र यहाँनिर बराबर लेखेर इन्टर हान्छु र टोटल मन्थ पनि पत्ता लाग्छ र अरु सेलमा मन्थ फिलअप गर्न यहाँ तल कर्सर राखेर ड्र्याग गर्छु। टोटल भ्यालु यहाँ आइसकेको छ। यसको मतलब सीताराम बरुवाल 2000 जनवरी 26 मा जन्मेको थियो। आजको डेटमा आइपुग्दा 9496 दिन र 311 महिनाको भयो। यही भ्यालु हामीले डेटेटिभ फंक्सनबाट निकाल्यौं। हस्त।